हेलो एभ्रिवान, दर्शन म चाहिँ रुक्साना। हजुरहरूले कतिले मलाई एनाडन भनेर नि चिन्नुहुन्छ। अनि आजको दिनको सुरुवात चाहिँ अलरेडी भइसकेको छ पानी परेर। तर वेदर चाहिँ एकदम प्रिडिक्ट गर्नै सकिरहेको थिएन, कहिले घाम कहिले पानी। तरै पनि मम्मी र म चाहिँ आज विचार गर्ने साग रोप्नुपर्छ भनेर सो मल फिटिरहेको थियो मम्मीले चाहिँ। अनि आमा छोरी मिलेर है पालै पिलो साग रोपिरहेको थियो। अनि गाइस अस्ति भर्खरै मात्र चाहिँ मैले चाहिँ धनिया र खोर्सानी रोपिरहेको थिएँ, त्यही हजुरलाई देखाउँदै थिएँ। आई थिङ्क 8-9 डेज भयो होला। सो धनिया र खोर्सानी चाहिँ यतिको भइसकेको छ। र हजुरलाई कतिलाई थाहा छ है, मलाई एकदम धनिया मन पर्दैन र धनिया नै नमन पर्ने मान्छेले चाहिँ धनिया रोपेछ भनेर छक्कै पर्नुहुन्छ होला। त्यसपछि चाहिँ हामी बारीमा पस्यौँ अनि हाम्रो चाहिँ फ्रेस सब्जीहरू टिपिरहेको थियौँ। यो चाहिँ मम्मीको बारी है, हाम्रो बारीमा चाहिँ यस्तोहरू फल्ने गर्छ कहिलेकाहीँ। गाइज अन्त हाम्रो मम्मीले चाहिँ है भिडियोहरू गर्न एकदमै रुचाउनुहुन्छ अनि कहिलेकाहीँ चाहिँ मलाई सजेस्ट गरिरहनुहुन्छ क्या, योहरू देखा न, योहरू भिडियो बना न भनेर। आजको दिन यसरी नै बित्यो, बाई।